हेलो एभ्रिवान, आज चाहिँ म गार्डनको घाँस काट्न गइरहेछु किनभने हाम्रो गार्डनको घाँस चाहिँ लामो भइसकेको थियो है। मैले चाहिँ ग्यारेजबाट घाँस काट्ने मेसिन ल्याएँ अनि त्यहाँदेखि लाइनमा तार जोडेँ अनि त्यहाँदेखि घाँस काट्न थालेँ है। हाम्रो चाहिँ गार्डन टन्नै छ नि त, ठुलो छ, त्यही भएर मलाई चाहिँ दिउँसोभरि लाग्यो घाँस काट्नलाई। घाँस काटिसकेर भिडियो हेरेको है, भिडियो त लामो भएछ अनि त्यही भएर मैले चाहिँ त्यो भिडियोलाई फास्टमा राखेर छोटो बनाएँ। त्यही भएर मेरो भिडियो चाहिँ फास्ट चलिरहेको छ है। घाँसहरू सबै काटिसकेपछि मैले चाहिँ मेसिनहरूलाई ग्यारेजमा थन्काएँ। आजलाई मेरो भिडियो यति नै। कस्तो लाग्यो? बाइ बाइ। हेलो एभ्रिवान, आज चाहिँ म गार्डनको घाँस काट्न गइरहेछु किनभने हाम्रो गार्डनको घाँस चाहिँ लामो भइसकेको थियो है। मैले चाहिँ ग्यारेजबाट घाँस काट्ने मेसिन ल्याएँ अनि त्यहाँदेखि लाइनमा तार जोडेँ अनि त्यहाँदेखि घाँस काट्न थालेँ है। हाम्रो चाहिँ गार्डन टन्नै छ नि त, ठुलो छ, त्यही भएर मलाई चाहिँ दिउँसोभरि लाग्यो घाँस काट्नलाई। घाँस काटिसकेर भिडियो हेरेको है, भिडियो त लामो भएछ अनि त्यही भएर मैले चाहिँ त्यो भिडियोलाई फास्टमा राखेर छोटो बनाएँ। त्यही भएर मेरो भिडियो चाहिँ फास्ट चलिरहेको छ है। घाँसहरू सबै काटिसकेपछि मैले चाहिँ मेसिनहरूलाई ग्यारेजमा थन्काएँ। आजलाई मेरो भिडियो यति नै। कस्तो लाग्यो? बाइ बाइ।